सबैजनालाई जय मसीह। म विशेष गरिकन यहाँ समुद्रको सतहदेखि माथि यो राराको हेर्दाखेरि 3000 मिटर माथि आइपुगेको छु। मेरो वरिपरि देख्न सक्नुहुन्छ यो सल्लाघारी छ, एकदम सुन्दर छ। र यहाँ भन्दा तल चाहिँ हामी रारा ताल पाउँछौँ र त्यो रारा तालमा हामी वरपर उभिएर प्रभुलाई धन्यवाद दिँदै प्रार्थना गर्न हामी लागि परेका छौँ। र प्रभुले हामीलाई यो अवसर दिनुभएको लागि परमेश्वरलाई हामी धन्यवाद दिन चाहन्छौँ। प्रभुले सबैलाई आशिष दिनुभएको होस्। जय मसीह। जय मसीह। यो मेरो जग्गा त पहाड जस्तो जस्तै हैन अहिले ओहो भन्नै पर्दैन, ताल आइपुगिसकेका छौँ हामी। प्रभुलाई धन्यवाद होस्, यहाँसम्मको यात्रामा सुरक्षा दिनुभयो। अङ्कललाई धेरै धन्यवाद हामीलाई गाइड गर्नुभएकोमा। म पनि एउटा मौका पाएँ। हजुर, यो हामी यहाँ आउँदाखेरि पहिला सङ्कटकालको बेलामा हजुर आर्मीहरू पनि थिएन, हो जता गए पनि हुन्थ्यो कि फ्री थियो। अहिले चाहिँ टाइट गर चाउचाउको खोस्टा लियो भने पनि हो, त्यो चाउचाउको खोस्टा लिएर फेरि देखाउनु पर्छ त्यहाँ। हो त्यस्तो अवस्था छ। बोटिङ गइसक्यो। ओहो हो बोटिङ। आमा यो भ्यू त मैले अहिलेसम्म देखेको थिएन यस्तो राम्रो। हजुर, आर्मीको छ नि त्यहाँ त घरै थिएन नि त, पछि त पानी नाच्ने रहेछ है। बिहान आइपुगे भए चाहिँ पानी नाच्दैन थियो होला। एकदमै बसेको हुन्छ कि त्यतिखेर। त्यो पारी नै पुगिने हो र त्यो ठाउँमै बोटिङ नै। त्यो जाँदै थियो नि ढुङ्गा, त्यो चाहिँ दोस्त जित्दाखेरि यहाँ आर्मी एलाउड छैन। हामी आइपुगेका छौँ श्रीमती सन्त्रमय तामाङको ब्लगमा स्वागत छ। भिडियो आन्टी कस्तो लाग्दैछ तपाईँलाई? एकदमै रमाइलो, यो एकदमै सुन्दर ठाउँ रहेछ। हो, एकदमै चिसो पनि भइरहेको छ, एकदम रमाइलो भइरहेको छ। पुरै यात्रा नै रमाइलो त्यो भयो नि त। दुःख जति दुःख पाए नि आएर बाटोमा दुःख भयो भने यहाँ आएर सबै बिर्सिसक्यो अब। जाउँ आन्टी जाउँ ल। कस्तो आनन्द छ है। निलो हामी बोर्डिङ त गर्ने होला नि, जाँदैन अब। हामी घोडा देखाउँछौँ तपाईँहरूलाई। हामी सबैजना मिलेर एउटा गीत गाएर प्रभुको आराधना गर्नेछौँ। आउँ सँगसँगै सुरु गर्नेछौँ। महान ईश्वर, महान ईश्वर तारा सुन्छु घर झन्ड लाग्दो संसारमा तपाईँको प्रशंसा होइरहो, संसार होइरहोस् ईश्वरको अति महान प्रशंसा होइरहोस् ईश्वरको अति महान Mahal